आफ्नो पेट कम गर्नका लागि यो 5 वटा टिप्स आजैदेखि फलो गर्न सुरु गर्नुहोला। वेट लस भन्ने कुरा कुनै पनि मुस्किल चीज होइन यदि तपाईले आफ्नो लाइफस्टाइलमा यो सानो सानो कुरामा चेन्ज ल्याउनुहुन्छ भने। नम्बर 1, जुसेस र सुगरी ड्रिंक्सलाई रिप्लेस गरिदिनुहोस् पानीको साथमा। जतिखेर हामी कुनै पनि फ्रुटको बोक्रालाई उतार्छौं त्यतिखेर हामीले फाइबरलाई निकालेको हुन्छौं। त्यस पछाडि मात्रै बच्नेछ सुगरी पार्ट अफ फ्रुट। यो फाइबर हो अनि यो सुगर हो। जुस पिउँदाखेरि तपाईको भोक मेटिँदैन, तपाईले सिर्फ एक्स्ट्रा क्यालोरी मात्रै पिइराख्नु भएको छ। नम्बर 2, तपाईले खाना खाँदाखेरि सानो खानाको थाली युज गर्नु होला। तपाईले आफ्नो खानाको थालीलाई सानो साइजमा चेन्ज गर्दाखेरि तपाईको खानाको थालीमा अटोमेटिकली थोरै खाना जानेछ। नम्बर 3, तपाईले आफ्नो खानालाई निल्नु भन्दा अगाडि एटलिस्ट 15 देखि 20 पटक चबाउनु होला। यसो गर्नुहुन्छ भने तपाईको खाना खाने स्पिड कम हुनेछ। यसले तपाईको बडीलाई टाइम मिल्नेछ ब्रेनसम्म मेसेज पुर्याउनको लागि कि पेट अब भरिसक्यो। नम्बर 4, खाना खाने समयमा तपाईले टिभी, मोबाइल फोन या त कुनै पनि अरू डिभाइसेसलाई युज गर्नु हुँदैन। खाना खाएको समयमा तपाईको ध्यान र तपाईको फोकस टिभी र मोबाइल फोनमा हुन्छ भने तपाईलाई थाहा नै हुँदैन तपाईको पेट अघाइसक्यो भनेर। त्यतिखेर चान्सेस हुन्छ तपाईले ओभर इटिङ गर्ने। नम्बर 5, सबैभन्दा जरुरी चीज, तपाईले आफ्नो खानामा कुनै पनि किसिमको फाइबरलाई समावेश गर्नुपर्ने हुन्छ। पेट कम गर्नका लागि फाइबर एकदम धेरै जरुरी चीज हो किनकि यसले तपाईलाई ओभर इटिङ गर्नबाट बचाउनेछ। तपाईको इन्सुलिन र सुगर पनि स्पाइक हुँदैन। तपाईको खानाको डाइजेसन स्लो डाउन हुनेछ जसको कारण तपाईलाई बार-बार भोक लाग्दैन। यदि तपाई पनि वेट लस जर्नीमा हुनुहुन्छ त्यसो हो भने यो भिडियोलाई ध्यान दिएर सेभ गर्नु होला। साथै अरु कोही तपाईको साथी वेट लस गर्न चाहनुहुन्छ भने यो भिडियो उहाँलाई जरुर सेन्ड गरिदिनु होला। साथमा यो आइडीलाई फलो गर्न चाहिँ नभुल्नु होला है त।